हाई गाइस, आज म तपाईँहरूलाई देखाउनेछु त म घरमा बस्दाखेरि फ्री टाइममा के गर्छु र के यस्तो क्रिएटिभहरू गर्ने कोसिस गर्छु र गरिरहेको छु। अहिलेको सिजन चलिरहेको छ, एकदमै सागसब्जी आलुहरू सागहरू रोप्ने सिजन चलिरहेको छ होइन। अनि त्यसै गरेर मैले चाहिँ यस्तो सोचेँ, यहाँ मेरो फुल पनि त्यसै मजाले फुलेको छ, यो बिउको लागि राम्रो हुन्छ। मैले घरमा सजाएको छु, तपाईँले देखाएको पनि छु होला सायद। त्यसै गरेर म चाहिँ यहाँ एउटा सानो करेसाबारी बनाएको छु, एकदमै हेर्न सक्नुहुन्छ। यो मैले हिजो भर्खरै बनाएको। मैले यो चाहिँ हिजो भर्खर बनाएको होइन, यो हामीहरूको घरकै नजिकमा छ। यहाँ चाहिँ कुखुराहरू छिर्न नपाओस् र खोताल्न नपाओस् भनेर यसो उतो गरेको हो, छेकेको हो, घेरेको हो। अनि हामीहरूको घरमा कुखुरा पनि जताभावी छन् के, केही कुरा देखिन सक्ने। यहाँ पनि धान सुकाएको छ, यहाँ पनि धान सुकाएको छ। यो धानमा पनि कुखुराले के अरे छरेर सबै बर्बाद गरिदिनु पुग्छ होइन। खाए मात्रै त ठिकै छ हो नि, तर खान सँगसँगै छरिदिन्छन् सबैतिर, यताउता तिरबित्र गरिदिन्छ, काम मात्रै बिगार्छन् क्या। त्यसैले गर्दा चाहिँ एकदमै नराम्रो हुन्छ क्या। अब कुखुरा पनि नपालौँ भन्दा भएन, कुखुरा भनेको कुखुरै हो, खानको लागि चाहिन्छ। पाहुना आएपछि ब्रोइलर कुखुरा नकिनेर घरकै कुखुराले मारेर खुवायो भने पनि पाहुनाहरू एकदमै खुसी हुन्छ, तपाईँहरूले थाहा नै छ होला। अनि त्यसै गरेर हामीहरूको यताको बारी चाहिँ अहिलेसम्म बाँझै छ, खाली नै छ, केही नै लगाएको छैनौँ। हुन त धेरै मान्छेहरूले अहिलेसम्म लगाइसकेको होला, आलुहरू सागहरू छरिसकेको छन् प्रायः जसोले, तर हामीहरूकोमा चाहिँ अहिलेसम्म लगाएको छैनन्। अब भोलि र पर्सिसम्म चाहिँ जोतखन मजाले गरेर अलिकति ढिलै हुन्छ होला हाम्रो चाहिँ। ढिलै भए पनि हुन्छ, रोप्छौँ हामी पनि। त्यसै गरेर तपाईँहरूकोतिर के कस्तो छ? करेसाबारीको कामहरू कतिको पुगेको छ, कतिको भइरहेको छ? हस् त, मेरो यतिकै छ।